ल आज चाहिँ हामी बुढाल नीलकण्ठ गणेश श्याममा आएको छौँ अङ्कल म यो चाहिँ गाँजाबाट उत्पादन भएको कपडा हो देख्न सक्छौँ हामी गाँजाबाट उत्पादित नेपाली अङ्कलले यो कपडा चाहिँ विशेष गरी कोट छन् एसटी कोटहरू छन् छन् यहाँ धेरै मान्छेहरू आउनुहुन्छ आज शनिबारको दिन कपडा किन्न स्वदेशी उत्पादनको दिन सम्मान गरौँ सबैले एक एकवटा आयातित वस्तुको चाहिँ निरुत्साहित गरौँ यो चिजहरू प्रयोग गरौँ स्वास्थ्यको दृष्टिकोणले पनि फाइदा राज्यलाई पनि एउटा धन्यवाद गाँजाको थुक्पा चाउमिन अचार गाँजाको दाना हो क्या यो ल है गाइजहरू झोला कट्टु पाइन्ट फ्याक्ट्री होइन यो चाहिँ र मेटेरियल हो र मेटेरियल यो उनीहरू लोन भनेको छ यस्तोबाट चाहिँ बन्दो रहेछ है गाइजहरू हामी चाहिँ आज गाँजाबाट उत्पादन र मेटेरियल यो चाहिँ पत्ता बनाउनको लागि यो चाहिँ कपडा हो नि त यो यतापट्टिको सबै चट्ट लाएर हेर्नु त अङ्क कतिको सुहाउँदो रहेछ ल गाइस होइन ट्राई देखाइदिउँ न यहाँ गाइजहरूलाई ओ माई गड ल ल यो चाहिँ यो सबै गाँजाको जुइनाहरू हो त्यो के हो यो गाँजाको त्यो कच्चा पदार्थ हो नि अच्छा 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 गाँजा कच्चा ल ठिक छ अब यसको मेसिन पनि हेरिदिउँ नि त कता छ मेसिन सिलाउने मेसिनहरू यो तल्लोमा ल्याब टेस्ट हो यो के हो आइरन गर्ने यता काम भट्टाभट हुँदैछ अच्छा नेपालमा गरे हुन्छ नि भन्थे हो रहेछ नि क्याप्सुल पनि हो क्या यो चाहिँ यसमा तेल अच्छा गाँजाको तेल गाँजै चाहिँ उतो रहेछ फेरि कुन त्यो गाँजाको चिया चिया हो त्यो यो हेर्न मिल्यो यो गाँजाको यो त्यो चाहिँ यो त खुल्ला हुँदो रहेछ किन प्याक गर्न बाँकी हो थुक्पा चाउमिन पनि बन्छ है ल हेर्नुहोस् गाई थुक्पा मातेर झ्याप भयो भने फेरि यसको मात्रा निकोटिन त्यो च्याप च्याप हुन्छ नि त्यो मात्रै हो यो चाहिँ कार्टुन कार्टुन मात्रै हो कि के हो यो थुक्पा खुल्ला ऊ पनि हुन्छ क्या नि यसमा मैदा पनि मिस्छ नि मिल्छ होला नि नभए गाँजाको उसबाट मात्रै कहाँ बन्छ हामी ल अब म्यानुफ्याक्चर कहाँ हुन्छ हाम्रो मेसिन यहाँ रहेछ गाइजहरू यो सबै सिलाइ कटाइ मेसिन चाहिँ थुप्रै देख्न सक्छौँ हामी यहाँ
चाहिँ 300 आयो यो यसमा चाहिँ मैदाको पर्सेन्ट पनि हुन्छ गाँजाको पर्सेन्ट पनि विशेष गरी मैदा यसलाई चाहिँ यो स्टिकी बनाउन भनौँ न यसलाई जोड्नको लागि चाहिँ विशेष गरी बनाइन्छ भन्ने योहरू त्यो छ यो खास अर्थमा 100% मैदा नभएर केही पर्सेन्ट मात्रै भएकोले यो देखिन्छ अब अहिलेसम्म नखाइएको जस्तो यो पनि यो गणेश हेममा आइपुगेको छौँ उहाँको संस्थापक हुनुहुन्छ होला उहाँ चाहिँ हाम्रा चाहिँ उमेरको हिसाबले के अरे दाई या अङ्कल हुनुहुन्छ र यो हामीले केही सामानहरू खरिद पनि गरिसकेका छौँ लास्ट हामी हिँड्ने आवरमा उहाँलाई भेटेको छौँ र यो यसको उपयोगिताको बारेमा त धेरै भिडियो त हेरिसक्यौँ तापनि अब यसको बारेमा उहाँले हामीले अझै पनि प्रश्न पारिदिनुहुन्छ भनेर उहाँसँग केही कुरा गर्न लागिरहेको छ यो गाँजा भन्ने वस्तु नि यस्तो चिज हो कि यो चाहिँ नर्कदेखि कैलाससम्मको चैन बनाउँछ क्या पुरा यो प्रयोग गर्ने मान्छे नि महादेवले बनाएको नर्कदेखि कैलाश पर्वतसम्मको चैनमा चढेर जान्छन् है त्यसैले मजाले प्रयोग गर्नुपर्छ फाइदा बेफाइदा कति भन्यो होइन तर यो चेन यस्तो बलियो छ आउने दिनहरूमा सरकारलाई पनि बदल्न सक्ने एउटा क्षमता राख्छ है यो बुझिराख्नु होला धन्यवाद हामी चाहिँ अब एक झोला सामान किन्यो है अब लाग्यो ल त साउजी दस गरौँ न एक्लै ल गाइस तपाईँहरू पनि आउनु होला सामान किन्नु होला एकदम राम्रो छ